तपाईहरु सम्पूर्णमा प्रभु येशू मसीहको नाममा जय मसीह। यदि तपाईहरु फाइनान्शियल प्रब्लम यानी कि आर्थिक कठिनाइहरुतिर हुनुहुन्छ भने यो भिडियोलाई अवश्य हेर्नुहोस् होला। फाइनान्शियल प्रब्लम एउटा प्रब्लम मात्र हैन, तर यो एउटा तरिका हो है शैतानले हाम्रो जीवनबाट खुशीलाई खोज्ने एउटा तरिका हो। अनि जसरी येशू मसीहले शैतानलाई हराए, आज तपाई अनि हामीले पनि शैतानलाई हराउन सक्छ। अनि आज म तपाईहरुको बीचमा बाइबलबाट तीनवटा यस्तो वचनहरुलाई लिएर आएको छु जसद्वारा तपाईको फाइनान्शियल प्रब्लम चाहिँ प्रशस्तता आशिषमा परिणत भएर जानेछ। अनि पहिलो वचन छ हितोपदेश 10:22, परम प्रभुको आशिषले धन सम्पत्ति ल्याउँछ अनि उहाँले त्यसमाथि दुःख थप्नुहुन्न। दोस्रो छ एफिसी 1:3, हाम्रो प्रभु येशू ख्रीष्टका परमेश्वरका पिताको प्रशंसा होस् जसले हामीलाई स्वर्ग स्थानमा हरेक आत्मिक आशिषले ख्रीष्टमा आशीर्वाद दिनु भएको छ। अनि तेस्रो छ दोस्रो कोरिन्थी 8:9, किनकि हाम्रो प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो तरै पनि तिमीहरूको खातिर उहाँ गरिब हुनुभयो ताकि उहाँको गरिबीबाट तिमीहरू धनी हुन सक। आमेन। सो यो तीनवटा वचनद्वारा म तपाईहरूलाई यो भन्न चाहन्छु कि तपाईहरु यो तीनवटा वचनलाई चाहिँ आफ्नो जीवनमा तबसम्म लागू गर्नुहोस् जबसम्म तपाईको फाइनान्शियल प्रब्लम घटी कमीको पहाड चाहिँ ढलेर जाने छैन। हुन्छ, फेरि पनि सबैलाई जय मसीह।